नेपाल गौतम बुद्धको पावन जन्मभूमि हो। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो, जहाँ वार्षिक लाखौँ पर्यटकहरू घुम्नका लागि आउने गर्दछन्। यसै क्रममा हामीले पनि आन्तरिक पर्यटनलाई प्रवर्धनका निम्ति पारिवारिक भ्रमणको रूपमा लुम्बिनी भ्रमण गरेका छौँ र सोही क्रममा कैद गरिएका केही दृश्यहरू यस भिडियोमा समावेश गरिएको छ। लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थलको रूपमा विश्वभर प्रख्यात छ। लुम्बिनी नेपाल मात्र होइन, विश्वकै लागि पवित्र तीर्थधाम हो। गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भने एकैसाथ भन्न नसकिए पनि ईसापूर्व 623 सूर्यको पीठको समथर भूभाग लुम्बिनीमा बुद्धको जन्म भएको भन्ने इतिहासकारहरूको भनाइ छ। राणा प्रधानमन्त्री वीर शमशेरका भाइ खड्ग शमशेरले गराएको लुम्बिनीको उत्खननबाट लुम्बिनी बुद्धको जन्मस्थल हो भन्ने तथ्य प्रमाणित भएपछि विश्वभर गौतम बुद्धको जन्मस्थल रूपन्देही जिल्लामा पर्ने स्थापित भयो। बिहानको सुनौलो किरणले लुम्बिनीको शान्त वातावरणलाई स्पर्श गर्दा हामी परिवारसँगै यो पवित्र भूमिमा पाइला टेकेका छौँ। चारैतिर फैलिएको हरियाली र शान्त पोखरीले मनमा एक अद्भुत शान्ति छाएको छ। यहाँको पवित्रता र शान्तिले मनलाई गहिरो आनन्द दिएको छ। परिवारका सदस्यहरूको आँखामा पनि त्यही चमक देखिएको छ, जुन शान्ति र आनन्दको प्रतीक हो। शान्ति स्तूपको सेतो गुम्बजले आकाशलाई छुँदा त्यहाँबाट देखिने लुम्बिनीको दृश्यले मनलाई शान्त र आनन्दित बनाएको छ। बौद्ध विहारहरूको भ्रमण गर्दा यहाँको शान्त र सरल जीवनशैलीले हामीलाई मोहित बनायो। प्रत्येक पाइलामा शान्ति र सद्भावको अनुभव भएको छ। हामीले एकअर्कालाई हेरेर मुस्कुराउँदा मनमा एउटा अलौकिक आनन्दको अनुभूति हुन्छ। लुम्बिनीको पवित्र भूमिमा बिताएको यो बिहानी हाम्रो जीवनको एक अविस्मरणीय पल बनेको छ। परिवारको साथमा यो यात्रा अझ विशेष भएको छ। हामीले आपसमा कुरा गर्दा, हाँस्दा र शान्ति अनुभव गर्दा एक अनौठो सन्देश र आत्मिक मिलन अनुभव गरेका छौँ। हरेक क्षण रमाइलो छ। हाम्रो आत्मा यस शान्ति भूमिसँग घुलमिल गरिरहेको जस्तो लाग्छ। यहाँको हावा शीतल र शान्त छ, जसले हाम्रो तनलाई पनि ताजगी प्रदान गरिरहेको छ। यहाँको शान्ति र दिव्यता हाम्रो हृदयमा गहिरो छाप छोडेर हामीलाई एक अद्भुत खुसीको अनुभूति गराएको छ। यति बेला हामी मायादेवी टेम्पलको दर्शनका लागि अगाडि बढिरहेका छौँ। मायादेवी मन्दिर लुम्बिनीमा रहेका अन्य देशहरूले बनाएका विहारहरूको दक्षिणतर्फ रहेको रहेछ। त्यसकारण हामी अगाडि बढिरहेका छौँ। सूर्यको किरण चम्किलो बन्दै गइरहेको छ। सूर्यको प्रकाशले अब बाहिर निस्किन पर्ने बेला पनि भइसकेको अवस्था छ। तर पनि हाम्रो मुहारमा पनि मुस्कानको कमी भएको र थकावट महसुस भएको छैन। अब भने हामी ठ्याक्कै मायादेवी मन्दिरको अगाडि आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ, यो अगाडिको मायादेवीको मन्दिर हो, जहाँ शान्तिका दूत गौतम बुद्धले जन्म लिएको स्थान भनेर भनिन्छ। यहाँभित्र क्यामेरा प्रयोग गर्न अनुमति दिएको छैन, त्यसकारण यसभित्र भने
हामी हेरेर तपाईहरुलाई भित्र के छ देखाउनेछ। लुम्बिनीमा पवित्र उद्यान विद्यमान छ भने उद्यानभित्र धार्मिक एवं पुरातात्विक महत्त्व बोकेका अशोक स्तम्भ, जन्म स्मारक, मायादेवी मन्दिर, पुष्करिणी पोखरी तथा करिब ईसापूर्व 6औं शताब्दीदेखिको संरचनाको भग्नावशेषहरू रहेका छन्। लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा मायादेवीले रुखको हाँगा समाती बुद्धलाई जन्म दिएको र जन्मना साथ 7 पाइला हिँडेको दृश्य अंकित मूर्ति रहेको छ। मायादेवी मन्दिरभित्र जन्म स्मारक शिला एक गहिरो कोठामा रहेको छ जसले भगवान बुद्धको जन्मबिन्दुलाई स्पष्ट देखाउँछ। मायादेवी मन्दिर परिसरको सघन उत्खनन पश्चात यो शिला सन् 1996 मा पत्ता लागेको थियो। मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भनेर भनिन्छ। 4औं शताब्दीमा निर्मित यस मूर्तिले बुद्ध भगवानका जन्म दृश्यलाई देखाएको छ। मायादेवीले सहाराको लागि दाहिने हातले रुखको हाँगा समात्नु भएको छ। देब्रेपट्टि छेउमा उहाँकी बहिनी प्रजापति उभिनु भएको छ भने 2 देवगणहरू भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिन्छन् र नवजात बुद्धको मूर्ति बीचमा देखिन्छ। अशोक स्तम्भको दक्षिणमा पवित्र पुष्करिणी अवस्थित छ। मायादेवीले बुद्ध भगवानलाई जन्म दिनुभन्दा अगाडि यहाँ नुहाउनु भएको थियो, साथै भगवानलाई पनि यहाँ प्रथम स्नान गराई शुद्ध बनाएको थियो भन्ने विश्वास गरिन्छ। बुद्ध जन्मेर पाइला टेक्नु अगाडि नै कमलको फूल उत्पत्ति भएको धारणा समेत रहेको पाइन्छ। लुम्बिनी विकास कोष र जापानका विशेषज्ञद्वारा संयुक्त रूपले मायादेवी मन्दिर रहेको स्थानमा उत्खनन कार्य गरिएको थियो। यस क्रममा बुद्धको जन्म भएको ठाउँको चिन्हको रूपमा राखिएको शिला प्राप्त भएको र मायादेवीको शयन मुद्राको फोटोको साथमा राहुल र सिद्धार्थ गौतमको चित्र समेत रहेको टेराकोटाको मूर्ति पाइएको यथार्थताले लुम्बिनीलाई बुद्धको जन्मस्थल हो भन्ने कुराको निर्क्योल गर्न पर्याप्त प्रमाण प्राप्त भएको छ। लुम्बिनीमा विभिन्न देशहरूले आफ्नै शैलीमा बौद्ध स्तूपहरू बनाउने अभ्यास पनि भएको देखिन्छ। लुम्बिनीको अशोक स्तम्भ र मायादेवी मन्दिर रहेको स्थानलाई पवित्र बगैँचा एवं पवित्र धार्मिक स्थलको रूपमा विकास गरिएको छ। करिब 1155 बिघा क्षेत्रफलभित्र फैलिएर रहेको लुम्बिनी संरक्षण क्षेत्रभित्र विश्वको झल्को दिने 29 वटा विहार गुम्बाहरू रहेका छन्। लुम्बिनी क्षेत्रभित्र म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, कम्बोडिया, भियतनाम, जापान, चीन, कोरिया, अस्ट्रिया, जर्मन आदि देशहरूद्वारा फरक फरक शैलीमा निर्मित कलात्मक गुम्बा एवं मन्दिरहरू दर्शनीय रहेका छन्। विभिन्न देशहरूले आफ्नो श्रम, सिप र प्रविधिको प्रयोग गरी बनाएका मन्दिर, चैत्य एवं गुम्बाहरूले लुम्बिनीको शोभा बढाएका त छन् नै, यसबाहेक पनि अन्तर्देशीय बौद्ध संस्कृतिको विकास र विस्तारमा यसले उत्तिकै टेवा पुर्याएको आभास पाउन सकिन्छ। वैशाख पूर्णिमाका दिन भव्यताका साथ बुद्ध जयन्ती मनाउने प्रचलन समेत रहेको छ। लुम्बिनीको पवित्र भूमि र यहाँको अनमोल शान्ति हामीलाई लाग्छ कि जीवनका वास्तविक खुसी र शान्ति बाहिरको चिजबाट होइन, बरु मनको गहिराइबाट आउने कुरा हो। लुम्बिनीको प्रत्येक स्थल र यसका आसपासका बगैँचाहरू हाम्रो मनलाई शान्ति र सन्तुलनको अनुभूति गराउँदैछ।
पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ 100 मिटरमा मणिमुकुन्द सेन उद्यान रहेको छ। यसलाई फुलबारी पार्क नामले पनि चिनिन्छ। सुरुमा 15 बिघा क्षेत्रफलमा स्थापित पार्क अहिले 25 बिघा क्षेत्रफलमा फैलिएको छ। पार्कभित्र विभिन्न बाटिका, चिडियाखाना र बाल उद्यान रहेका छन्। यो उद्यान यस क्षेत्रका पार्कमध्ये सबैभन्दा धेरै पर्यटकको रोजाइमा पर्दै आएको छ। पहाडको काखमा हरियाली जङ्गलको बीचमा रहेकाले यहाँ बुटवल बजारको तुलनामा 2 डिग्री सेल्सियससम्म कम तापक्रम हुन्छ। बोट बिरुवाको हरियाली र रङ्गीचङ्गी फुलका बाटिकाहरूले त्यहाँ पुग्ने सबैलाई आकर्षित गर्दछन्। सेन वंशीय पाल्पाली राजा मणिमुकुन्द सेनको नाममा रहेको यो उद्यान पिकनिक, विवाह, भेटघाट, सामाजिक सङ्घ संस्थाका विभिन्न कार्यक्रमको थलो बन्दै गएको छ। यहाँका चिडियाखानामा चितुवा, भालु, बाँदर, स्याल, वनबिरालो, हरिण, नीलगाई, जरायो, मृग, अजिङ्गर, खरायो, कछुवा लगायत जनावरहरू छन्। मयूर, सुगा, अस्ट्रिच जस्ता चराचुरुङ्गीहरू पनि रहेका छन्। बुटवल उपमहानगरपालिका 2 पुरानो बटौली क्षेत्रमा पर्ने मणिमुकुन्द सेन उद्यान पर्यटकीय स्थल मात्र नभई ऐतिहासिक र पुरातात्विक स्थलका रूपमा समेत परिचित छ। उद्यानभित्र 15औं शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको शीतकालीन दरबारको भग्नावशेष पनि छ। यसै आधारमा उद्यानको नाम मणिमुकुन्द सेन राखिएको हो। उद्यानको पश्चिमतर्फ कुनामा रहेको मणिमुकुन्द सेन दरबारको भग्नावशेष होचो पर्खालभित्र फलामको बारमा हालेर सुरक्षित राखिएको छ। सेन वंशका राजाहरूले रङ्गमहलका रूपमा प्रयोग गरेको यो दरबार इस्ट इन्डिया कम्पनीको अङ्ग्रेज फौजसँगको युद्धमा नेपाली सैनिकहरूले प्रयोग गरेको र त्यति बेला नै भत्किएको भन्ने इतिहास रहेको छ।